तपाईँलाई जो मनले चिताएको हुन्छ त्यसले चाहिँ रक्षा गरून्। हजुर ठुलो मान्छे हो, नौ दुर्गा नौ श्राद्ध नौ जसले गरे पनि तपाईँलाई जे होस् मनले चिताएको सधैँ पुगिरहोस्। जबले जे चाहनु भएको छ त्यसले चाहिँ तपाईँलाई चाहिँ रक्षा गरून्। तपाईँले चाहिँ जो चाहनु भएको छ त्यसलाई चाहिँ चाहँदै आउँदै गर्नुहोला। चाहेको पुरा होस्, हुँदै रहोस्, मैले पनि देख्न पाउन्। अनि अहिले होइन कि अनि चाहिँ हामी दुई भाइको नाता गोत्र यसरी चिन्जानु भएको, तर चाहिँ सधैँभरिको लागि हुन पर्यो। सधैँभरि भएको देख्न पाइयो। तर चाहिँ मेरो घरमा तपाईँ आएको हुनु पर्यो, तपाईँको घरमा चाहिँ म गएको पनि हुनु पर्यो। गतिष्ठ पाउने मानन्त दुर्जे धने सूर्य शान्त बढे अनन्त दर्जय सकुन्त कुन्ते सुते विद्या र विदुरी भतावती कृति छ नारायणी। यो 2072 सालको दसैँको धेरै धेरै शुभकामना। तिमीले सोचेको आँटेको सबै कुरा पुरा होस् होइन। दुबो जस्तो मौलाउनु होइन त्यस्तै। अनि चाहिँ यो हाम्रो जस्तो भन्छ जौको फुला जस्तो जगेको छ त्यसरी चाहिँ फुलाएर जानु। त्यसरी हाम्रो सम्बन्ध चाहिँ राम्रो चाहिँ हुँदै जानु, नराम्रो चाहिँ कहिले पनि नहुनु। ल अब यसमा चाहिँ डक्टर नमस्कार। नमस्कार। त्यस्तो हुन्छ त नि, आफूभन्दा ठुलो मान्छेलाई शिर झुकाउनु पर्छ। त्यस्तो होइन, त्यस्तो तपाईँ त मभन्दा धेरै ठुलो मान्छे हो। ठुलो मान्छे गर्नु, ठुलो मान्छे भयो भने जे भयो भने जस्तो भयो भने त्यस्तो काम गर्नुहुन्न। ल अहिले चाहिँ हाम्रो चाहिँ सम्बन्ध चाहिँ बनाइयो, सम्बन्ध बनाएर जानु पर्यो, सम्बन्ध चाहिँ भेटघाट हुनु पर्यो। यस्तो हो त नि, भोलि बिहानको दिनमा हामी नेपालमा गए जहाँ गए पनि हाम्रो सम्बन्ध यही तालले हुनु पर्यो। यसरी भेटघाट भएको, यसरी चिन्जानु भएको, यसरी सम्बन्ध बनाऊँ। हाम्रो मान्छेसँग भोलि चिन्दैन यसरी भएन, तपाईँसँग यसरी